ओके नुरबुजी छिरिङको लागि हामीले एप्लाई गरिसक्यौँ फर्म 1 अनलाइन फर्म भरिसक्यो होइन। अब तपाईँले के गर्नुपर्छ अर्को भने अ, यसमा जाने फेरि पनि op.nysed यही ठाउँमा जाने तपाईँले सजिलो गरी जाने प्रोफेसनमा जाने अनि प्रोफेसन गइसकेपछि तपाईँको नर्सिङ छान्ने नर्सिङ छान्नुभयो नर्सिङ छानिसकेपछि तपाईँको रजिस्टर प्रोफेसनल नर्स छान्ने अनि त्यस पछाडि फेरि यहाँ एप्लिकेसन फर्महरू छ यो फर्ममा जाने फर्ममा गइसके पछाडि अब यो फर्मको लिस्ट आयो तपाईँले नर्सिङ फर्म 1 पहिलो फर्म भरिसक्नुभयो अनलाइन सबमिसन भइसक्यो त्यस पछाडि अब फरेन नर्सको लागि चाहिँ 2F र 3F 2F भनेको चाहिँ नर्सिङ स्कुलको सर्टिफिकेसनलाई भेरिफाई गर्ने फर्म हो दुईटा सेक्सन छ फर्स्ट पार्ट तपाईँले भर्ने सेकेन्ड पार्ट स्कुलले भर्नुपर्छ नर्सिङ स्कुलले अनि 3F चाहिँ प्रोफेसनल काउन्सिलले भर्ने हो फर्स्ट पार्ट तपाईँले भर्ने सेकेन्ड पार्ट चाहिँ नर्सिङलाई के अरे नर्सिङ काउन्सिललाई भर्न लगाएर अनि दुइटै सिल्ड गरेर पठाउनुपर्छ त्यहाँ चाहिँ एड्रेस त्यहीँ छ फर्ममै छ फर इक्जाम्पल तपाईँले 2F फर्म थिच्नुहोस् यहाँनिर अनि त्यसको डाउनलोड गरिसके पछाडि भिजिट फर्म ल फर्म भिजिट गरेपछि यो फर्म आउँछ कहाँ पठाउने भनेर भन्ने ठाउँ चाहिँ तपाईँको यहाँ एड्रेस छ पठाउने ठाउँको सायद लास्टतिर छ कि यहाँनिर यहाँ छ कहाँ पठाउने भन्ने कुरा चाहिँ तपाईँले यहाँ हेर्नुभयो भने यहाँ त्यहाँ तल छ यो फर्म चाहिँ एड्रेसमा पठाउनुपर्छ त्यहाँबाट फर्म भरिसके पछाडि पहिलो पार्ट चाहिँ तपाईँ आफूले भर्ने यो माथिको आफ्नो इन्फर्मेसन भयो अनि दोस्रो हजुर सेक्सन चाहिँ जुन चाहिँ सर्टिफिकेट नर्सिङ एजुकेसन भन्ने छ यो दोस्रो सेक्सन 2 चाहिँ यो चाहिँ क्याम्पसले भर्नुपर्छ नर्सिङ स्कुलले भर्नुपर्छ अनि यो भर्न लगाउने भरिसकेपछि स्कुलले यो डिटेल गरेर सिल्ड गर्छ यहाँ छ इन्स्टिट्युसन सिल भन्ने यो सिल गरेको डकुमेन्ट चाहिँ तपाईँले अब नर्सिङ क्याम्पसले र काउन्सिलले प्राय पठाउँदैन नेपालको कन्टेक्स्ट त्यस्तो छ उनीहरूले सिल गरेर दिन्छन् अनि बाहिर एड्रेस यो हजुर लेखेको हुनुपर्ने छ अनि तपाईँले नै एज अ पिएनको रूपमा काम गरेर आफैले पोस्ट हजुर गरिदिनुपर्छ मेक स्योर यो चाहिँ अफिसियल वर्क हो तपाईँको इन्भल्भमेन्ट पर्सनल इन्भल्भमेन्ट भएको हुनु हुँदैन यो चाहिँ हजुर क्याम्पसले डिरेक्टली अथवा काउन्सिलले डिरेक्टली पठाउनु पर्ने हो तपाईँलाई हजुर नेपालमा चाहिँ अब चिठी तयार पारेर तपाईँलाई दिन्छन् तपाईँले पोस्ट हजुर गरिदिने हो पोस्ट गर्दाखेरि चाहिँ यो क्याम्पसकै काम अथवा नर्सिङ काउन्सिलकै काम तपाईँले गरेको हो भन्ने हुनुपर्छ अफिसियली हजुर पर्सनल इन्भल्भमेन्ट भएको देखिनुहुन्न त्यो हजुर मात्रै एक्सेप्ट हुन्छ यतापट्टि त्यो नर्सिङ फर्म 1 भयो सो फर्म 2 भयो नर्सिङ 2F अब 3F चाहिँ उसको पनि यही हो 3F पनि भ्यू फर्म गर्नु भने यो पिडिएफ फर्म हो यो 3F भनेको भेरिफिकेसन फर प्रोफेसनल लाइसेन्स हो यो फर्स्ट पार्ट आफूले भर्ने सेकेन्ड पार्ट नर्सिङ काउन्सिलले भर्छ अनि तपाईँलाई दिन्छ यसै सिल गर्ने ठाउँ छ यहाँनिर इन्स्टिट्युसन सिल गर्छन् अनि तपाईँलाई दिइदिन्छन् सो यो काम गर्नुपर्छ त्यस पछाडि चाहिँ तपाईँको नर्सिङ उयो इभ्यालुएसन हुन्छ एजुकेसन तपाईँको काउन्सिलको ऊ पनि इन्फर्मेसन पनि आयो अनि ट्रान्सक्रिप्टको भेरिफिकेसन पनि आयो स्कुल पढेको पनि हो यो पर्सनले लेजिट के अरे स्टडी गर्यो भन्ने कुरा पक्का भइसकेपछि अनि न्यु स्टेटले तपाईँको इभ्यालुएसन अप्रुभ एजुकेसन अप्रुभ गर्छ अप्रुभ गरिसकेपछि चाहिँ अनि छिरिङ बहिनीले क्लासमा बस्न के अरे एन्ट्रेन्स एक्जाममा बस्न पाउनुहुन्छ पियर्सन भीले के अरे एक्जाम कन्डक्ट गर्छ अनि त्यो जानेको लागि अब तपाईँ काठमाडौँ भएको कारणले नजिकको ठाउँ भनेको चाहिँ न्यु दिल्ली छ अनि त्यो कुन कुन हजुर भन्ने कुरा चाहिँ पियर्सन भ्यूमा गएर स्केड्युल गर्नका लागि मिल्छ $150 हजुर पर्छ त्यसको लागि स्केड्युलिङको लागि यदि चेन्ज भएको छैन ए भने त्यसरी हजुर ए यहाँले प्लेस एक्जाम पास गर्ने के अरे क्रेडेन्सियलाइज गर्न सक्नुहुन्छ सो दिस इज ए केही अरू केही त्यो क्वेसन भयो भने पछि पनि कुरा गरौँला तपाईँको एक्जाम कसरी प्रिपेयर गर्ने भन्ने बारेमा एनक्लेक्स हजुर एक्जाम स्टेटको लागि यही हो प्रक्रिया